फेरि मलाई चाहिँ म यो कुरा चाहिँ हजुरहरूको माझमा पनि भन्न चाहन्छु। हामीले के को लागि दुःख गर्छौँ भने हामीलाई मान्छेले हामीलाई पहिला नचिन्दाखेरि चिनोस् हुन्थ्यो। अब त्यो जब चिन्नु थाले मास्क लगाएर हिँड्नु थाल्छ होइन। तर उहाँहरूको योगदान जब हामीलाई अब सिनेमा लाग्दैछ 2.5 घन्टा 3 घन्टाको सिनेमा उहाँले हेर्छ, तर बाटोमा हेर्दा 10 सेकेन्ड बोल्दिन भने उहाँले त्यत्रो 3 घन्टा प्रिसियस टाइम निकालेर आएको हुन्छ होइन। अनि त्यो टाइममा चाहिँ मलाई चाहिँ के लाग्छ भने 5 सेकेन्ड उसँग बोल्दा 5 सेकेन्ड फोटो खिच्ला। अब यही रत्न पाकेल घेरेर भिड लागेर हिँड्नै नदिने त गर्दैन नि त। नेपाली हो, बुझ्छ नि त, अन्डरस्ट्यान्डिङ क्राउड छ हाम्रो, पढेको छ, बुझेको छ। अनि म चाहिँ भन्छु जति पनि अब स्क्रिनमा उहाँहरूले बनाएको हामीलाई, अनि उहाँहरूलाई चाहिँ अभियसली अब स्क्रिनमा जस्तो रहेछ बाहिर त छ। मान्छेलाई पर्सनल्ली मन परेन भने म चाहिँ त्यही भन्छु, बरु मेरो सिनेमा नहेर। मलाई रियल लाइफमा कति भेट्नेलाई थाहा होला न, अझै हजुरहरूले भेटिरहेछ। अनि म चाहिँ मलाई चाहिँ यस्तो लाग्छ अब नाजिर हो, अनमोल दाइ अनमोल हो। अनि म पनि नाजिर जस्तो हुन्छु भनेर मैले कुनै त्यो एउटा मकसद बनाएर आएको होइन। म यहाँ चाहिँ मैले जुन क्यारेक्टर पाएको छु उहाँलाई निभाउँछु र पब्लिकले कसरी दर्शाउँछ मलाई, पब्लिकले कसरी माया दिन्छ र पब्लिकले कहाँ पुर्याउँछ त्यो एक्सपेक्टेसन केही राखेको छैन। जे होस् मैले आफ्नोबाट 110% दिएको छु। देनेवाला देता है, जब भी देता है छप्पड फाड्के दियो भने ठिक छ, दिएन भने फेरि कमब्याक गरौँला। मेरो चाहिँ यही मकसद हो। मैले अब नाजिरको पत्ता काट्छु, अनमोल दाईको जग्गा लिन्छु, दया दाईको रिप्लेसमा आउँछु भन्ने मेरो केही छैन। जस्ट मैले सिनेमा खेल्न पाएँ त्यसमै ग्रेटफुल छु।